हेलो साथीहरू, नमस्कार। बाँसुरी यसमा चाहिँ नर्मल्ली 7वटा पाल हुन्छ नर्मल्ली है। 7वटा पाल यहाँ माथिको एउटा हुन्छ, यो एउटा पाल हुन्छ, त्यो चाहिँ एक्लै हुन्छ ल। त्यसपछि तल चाहिँ गएर यहाँ 6वटा पालहरू छ, सँगसँगै प्रायः सँगसँगै जस्तो हुन्छ होइन। त्यो 1 2 3 4 5 6वटा पाल सँगसँगै हुन्छ होइन। यो माथि एक्लो भएको पालमा चाहिँ हामीले सासले फुक्ने, ब्लोइङ गर्ने होइन, यस्तो है। तल चाहिँ यो 6वटा पालमा चाहिँ तपाईँको चाहिँ फिङ्गर, हाम्रो फिङ्गर चाहिँ लगाउने हो यसरी होइन, यसरी है, यस्तो 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 है। यो यहाँ चाहिँ फिङ्गर चल्नु पऱ्यो होइन, माथि चाहिँ ब्लोइङ गर्ने होइन। यो ब्लोइङ गर्दाखेरि चाहिँ तपाईँको चाहिँ सास चाहिँ ठक्कै पालनेरीबाट चाहिँ छड्के जानु पऱ्यो। त्यो गर्दाखेरि चाहिँ तपाईँ एकदम पर्फेक्ट नोट निक्लिन्छ, पर्फेक्ट स्वर चाहिँ निक्लिन्छ। त्यो एकैचोटि चाहिँ हुँदैन, बिस्तारै हुन्छ, तर हुन्छ, नहुने भन्ने कुरो चाहिँ होइन ल। जस्तै अब फुक्दाखेरि यसरी होइन। सो यसरी चाहिँ सिक्नु पऱ्यो ल, बिस्तारै सिक्ने, एकचोटि फुक्न सिक्नु पऱ्यो। त्यसपछि फिङ्गर चाहिँ नि सही ठाउँमा राख्ने सिक्नु पऱ्यो होइन, यस्तो है। सब फिङ्गर सही तरिकाले चल्नुपर्छ है। थ्याङ्क यू।